आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू, नेपाल सरकारले सुरु गरेको सुकुम्बासी वा भूमिहीन व्यवस्थापन प्रक्रिया तपाईहरूकै उज्जवल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नका लागि सञ्चालन गरिएको महत्त्वपूर्ण पहल हो। यसको मुख्य उद्देश्य वास्तविक सुकुम्बासी र भूमिहीनहरूको पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्नु रहेको छ। तर दुःखको कुरा, केही स्वार्थी तथा टाठाबाठा व्यक्तिहरूले तपाईहरूको नाम र हक अधिकारको दुरुपयोग गर्दै अनुचित लाभ लिने प्रयास गरिरहेका छन्, जसको बारेमा तपाईहरू स्वयं जानकार हुनुहुन्छ। त्यस्ता व्यक्तिहरूका कारण वास्तविक सुकुम्बासीहरू अवसरबाट वञ्चित हुने तथा राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट समेत टाढा रहनुपर्ने अवस्था सिर्जना भइरहेको छ, जसले गर्दा वास्तविक पीडितहरू सधैँ अन्यायमा परिरहनु भएको छ र यो समस्या जहिले पनि जीवका त्यौँ रहिआएको छ। त्यसैले तपाईहरू आफै सजग भई आफ्नो हक मिच्ने त्यस्ता नक्कली सुकुम्बासीहरूको पहिचान गर्नुहोस्। वास्तविक सुकुम्बासीहरू एकजुट भएर राज्यले गर्न लागेको व्यवस्थापन कार्यमा सहयोग तथा सहकार्य गरी सुरक्षा निकायलाई समयमै सही सूचना दिई सहयोग गरिदिनुहुन हामी विनम्र अनुरोध गर्दछौँ। तपाईको एउटा सानो सहयोगले मात्र वास्तविक पीडितको न्याय, अधिकार र सुरक्षित आवास सहितको भविष्य सुनिश्चित हुनेछ। धन्यवाद। जय नेपाल।